युके को वेदर देख्न सक्नुहुन्छ इट्स रियली भेरी सनी एकदमै वार्म छ सो आज चाहिँ हामीले एउटा ट्रिप प्लान गरेको छौं यो चाहिँ इट विल बी काइन्ड अफ सरप्राइज त्यसैले भ्लगको एन्डसम्म हेर्नु होला आई नो यु विल लभ इट अब चाहिँ हामी घरबाट निस्किने तयारी गर्दैछौँ हाम्रो कुन्ती पनि अल सेट टु गो अब उसले यो हाफ ज्याकेट लगाइदिएको छु मैले किनभने अब बच्चा हो हैन चिसो लाग्छ अनि माई हस्बेन्ड यु क्यान सी ही इज इन हाफ प्यान्ट्स सो बुझिहाल्नु भयो होला वेदर कस्तो राम्रो छ भनेर ओके लेट्स गो हाई भन पुन्टु हेलो गर्मी भएको छ खासै टेम्परेचर त त्यस्तो धेरै त होइन 25 भएछ ल रेकर्ड ब्रेक भयो हामी यहाँ आएपछि यति धेरै गर्मी भएको है के गफ गरेको सानो यस्तो राम्रो भएकोले गर्दा मनै कति खुसी हुने क्या है साथीहरू हामी चाहिँ हाम्रो डेस्टिनेसनको नजिकै छौँ अब 3 मिनेटको ड्राइभ देखाइरहेको छ यो छेउछेउको धुप्पी सल्लाहले चाहिँ यस्तो राम्रो देखिने नि यो बाटोहरू कता स्विजरल्यान्ड जस्तो देखिने क्या पुरा है हो त नेपाल जस्तो हो स्विजरल्यान्ड जस्तो होइन कसले पो नेपाललाई स्विजरल्यान्ड बनाउँछु भने थिए माओवादीले होइन प्रचण्डले भने कि केपी शर्मा ओलीले हो खै कसले भनेको थियो कमेन्टमा लेख्नुहोस् है सानो चाहिँ पुरै निदाएर बिचराको बिजोग भयो यता साइडमा खोला बगिरहेको छ नेपालको झझलको चाहिँ मेटिन्छ मजाले जङ्गल म तपाईहरुलाई अझै यो भन्दा पनि राम्रो ठाउँमा लैजान्छु अहिले साथीहरु यहाँ चाहिँ निगुरो पाउँदो रहेछ हैन तर पनि मलाई चाहिँ टिप्न डर लाग्यो भरे फेरि फाइन तिरायो भने बर्बाद हुन्छ टन्नै पाउँदो रहेछ जङ्गलहरुमा यस्तो अल्का रुखहरू हुन्छ नेपालमा पनि यत्रो ठुमुर्केको हुन्छ त्यत्रो दाउरा लडिरहेछन् त्यसैले चोर्दैन नेपालमा भयो नि घरमा भएको दाउरा पनि चोरेर लगिन्छन् माथि रहेछ माथि हेर त सट्टान रहेछ कि हाम्रो गाउँतिर घट्टा हुने थियो घट्टा हुने ठाउँ थियो त्यतातिर यस्तै खोला हुन्थ्यो हाँस पनि रहेछ उहाँ पानीमा खेलेर गएर जुम गरेर हेर त देऊ मैले त देखेँ ढुङ्गा चाहिँ छ कि ठुलो
मैले चाहिँ देखिनँ है। नेपालमा त्यो हाँस पनि मारिदिएको थियो खोल्दै थियो कुनामा हेर्नु देखौ देखेर जङ्गली हाँसहरू देखेन यहाँ यस्तो खेल्छ नेपालमा है मारिदिइसकिन्थ्यो। खै हुनसक्छ। अन्त यस्तो गहिरो पानी डरै लाग्दो। नेपालको यादलाई चाहिँ अलि मेटाउनलाई ख्याल किने रहेछ। झरना हेरेर अब हामी चाहिँ साथीहरू गुफातिर जाँदैछौँ। यहाँ चाहिँ गुफा पनि छ अरे। अब हेरौँ त्यो गुफा चाहिँ कस्तो छ, हाम्रो नेपालको जस्तो छ कि अब कस्तो छ हेरौँ। कि बा पोखराको जस्तो त्यो चमेरे गुफा हो कि बा है बुढा? अब हेरौँ त्यहीँ गएपछि नै थाहा हुन्छ। हिँड्दा हिँड्दा अब त भोक पनि लाग्यो बुढा। अब बसेर खाने हो कि गाई? चौर त नहोला हौ यता। यस्तो कुर्सी ल हेरौँ न त। अब नेक्स्ट कुर्सी जहाँ भेटिन्छ त्यहाँ बसेर खाऊँ है त। हाम्रो चाहिँ लन्च पनि बोकेर आएको छौँ प्याक गरेर। अनि अब अलि बस्ने ठाउँ राम्रो ठाउँ पाएपछि चाहिँ बसेर खान्छौँ। म चाहिँ एकदमै भोक लागेर भुँडीमा मुसा कुद्न थालिसक्यो। हाम्रो छोरी चाहिँ मस्त सुतिरहेछ। के भन्नु र, उसकै लागि आएको उनी मस्त सुतिदिरहेछ। यस्तो चाहिँ मैले नेपालमा एकदमै धेरै देखेको छु क्या। आफ्नो होइन बाउ आमाहरूको लागि उनीहरूको मेमोरीको लागि चाहिँ यस्तो बनाएको नेपालमा चाहिँ मैले थुप्रै देखेको छु। त्यही त नि। तर यहाँ त्यही त भन, यहाँ नि बनाउँदो रहेछ क्या कुर्सी। सबै उस्तै रहेछ क्या है चलन। हाम्रो आजको लन्च। चियर्स।
बेला बेलामा यस्तो खालको आउटिङ जानुपर्छ माइन्ड पनि फ्रेस हुने नेचरसँग कनेक्ट हुने होइन हाम्रो सरकार पनि उठ्नु भयो बल्ल तल्ल उठ्ने बित्तिकै चिप्समा हमला हाई सानो हेलो गुड मर्निङ सानो उनीले भारी बोक्नु भयो नेपालमा डोको बोक्नु पर्थ्यो यहाँ छोरीको पोको बोकेर हिँड्नु पर्यो ए के हो जङ्गली मान्छे के खाएको जङ्गलतिर आएर के खाएको मेरो मायाले फोरी देखेँ ल के खाएको चिप्स ए तुला पानी खोजे होला हो ना पुइ खोलै खोला यस्तो पत्रै ढुङ्गा छ नि यहाँ चाहिँ नेपालको यस्तै सुन्नु होला सिमेन्टी बनाउने यस्तै ढुङ्गा भन्थे होला नाममा के हो घर झुवामा हाम पाल्नु गएर पौडी खेल्नु पर्ने त्यो नहुने मेरो बुढा चाहिँ खुलामा जाने रे मलाई पनि जान त मन लागिरहेको थियो नानीलाई बोकिरहेको छु के गर्नु पाले पाले जानु पर्ला नि अब नेपालको याद आयो चिसो रहेछ पानी चिसो छ फ्रेस भएन अब कम अन भन न कुन्टु लाग्यो ये हाम्रो काली लाग्यो सानो the horn on the bus goes खै भन the horn on the bus goes the horn on the bus goes beep 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 साथीहरु गुफा चाहिँ यही रहेछ ल यही त रहेछ नि त नि गुफा के नै होला भनेर यत्रो उकालो चढेर आएको त ल गुफा ए गुफा म आऊ पहिला त्यो नेपाली उसमा थियो नि यो गुफा हेर्नलाई चाहिँ हामी त्यत्रो उकालो चढेर आयौँ भरे भन्दा चाहिँ यस्तो रहेछ ल रमाइलो भयो लन्छ गाडीको पछाडि डिक्की खाली बेलुका आगोसँग बाल्न पनि ठाउँ छ एक भारी जति बनाएर दाउरा बोकेर जानुपर्छ जस्तो छ कति लोभ लाग्ने
मिल्ने भए त बोकेर जानुहुन्थ्यो है। के भने सुँगुरका के र लङ्का सुन्छ कान मेरो बुझ्यो यहाँको त सरकारको दाउरा लोबुहरू हुन्छ। जो नारायणीमा घाम तापेर सुतिर लम्पसार परेको गोही, यो गोहीलाई हराएको धेरै भयो थियो, अहिले बल्ल भेटियो लम्पसार परेको गोही। अनि अब गङ्गातिर झरी जल चढाउनलाई लड्ला चिप्लो हो ढुङ्गाहरू। अहिले पा पछाडि यस्तो पछारिन्छ नि थाहा पाउँछ अहिले फेरि। ल हिँड हेर त हिँडाइ कुन्टे ओइ कुन्टे मेरो बुढालाई चाहिँ लमजुङको याद आयो रे अनि खोलामा ढुङ्गाले खुट्टा धुने। ल सबै मैल निकाल्नु है। लुडो निक्ल्यो हौ खालको माछा मचाउनु भयो। अब सानो त्यसलाई यस्तो अप्ठ्यारो भइसक्यो। आफ्नो चस्मा चाहिँ लाउनु छैन। कहिले मलाई रे कहिले बाबाको कहिले आमाको चस्मा चाहिँ खुब लाउनु पर्ने। हाई ब्युटिफुल, हाई गोर्जियस। बिचरा बल्ल बल्ल हिँड्न पाइन्। ल हाम्रो आजको यात्रा चाहिँ अब यहीँ समाप्त हुँदैछ। अब घर फर्किनु पर्छ। तर आजको दिन चाहिँ एकदमै राम्रोसँगले बित्यो। एकदमै मजाले हामीले इन्जोय गर्यौँ। नेपालको यादहरू एकदमै ताजा भयो। जस आइराख्नु पर्ने ठाउँ रहेछ यो। हामीले चाहिँ नयाँ ठाउँ एउटा एक्सप्लोर गर्ने मौका पायौँ है। धेरै टाढा पनि होइन हामी बसेको ठाउँबाट। अब ल आई होप तपाईँहरूले पनि हाम्रो ब्लगलाई इन्जोय गर्नुभयो होला। अनि तपाईँहरू पनि स्कटल्यान्ड आएको बेलामा चाहिँ यो ठाउँ एकचोटि घुम्न अवश्य आउनु होला। हर्मिटेज ल सानो जाता भनिदेऊ। बाई, सी यू इन नेक्स्ट ब्लग भन। के भन्छ र। दाउरा हाल्न Thank you for watching.